म राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक केन्द्रीय सदस्य पनि हो। अहिले सचिवालय सदस्यको रूपमा छु र गएको संसदमा संसदमा नेपाली जनताका मुद्दाहरू 1 मिनट माइक पाउँदाखेरि पनि त्यो 1 मिनट पनि जनताको आवाजहरू त्यहाँ गुन्जिनुपर्छ भनेर सधैँभरि जनताको पक्षमा आवाज उठाउने सांसद हुँ भनेर तपाईँहरूसँग यसरी परिचित गर्न चाहन्छु आफूलाई। र अब यो भन्दै गर्दा हाम्रो देशमा चुनाव त 84मा हुनेवाला थियो नि, होइन? 84मा हुनेवाला थियो। हामी त पर्खिरहेका थियौँ, पार्टीगत हिसाबले हामीले त पर्खिरहेका थियौँ। तर देशमा एउटा यस्तो अकल्पनीय दुर्घटना भयो कि 2082 को भदौको 23 र 24 गते देशमा ठुलो दुर्घटना भयो। त्यो 23 गते हाम्रा कलिला भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अघि अनुष्काजीले पनि भन्नुभयो, जसरी त्यो गोली हान्दाखेरि एउटा कलिलो बालकले आफ्नो अर्को साथी जो गोली लागेर ढलेको छ उसको मस्तिष्कलाई हातमा राखेर के गरेको यो भनेर जुन बोलेको थियो, त्यो आज पनि हाम्रो मस्तिष्कमा ताजै छ, हाम्रो हृदयमा ताजै छ, हाम्रो स्मरणमा ताजै छ। हो, ती सबै कुरा भइसकेपछि उहाँ भाइ बहिनीहरूले, उहाँ युवाहरूले माग्नु भएको कुरा के थियो त भन्दा एउटै मात्र कुरा, सुशासन हुनु पर्यो देशमा, भ्रष्टाचार हुनु भएन देशमा भनेर माग्नु भएको थियो नि। भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण ढङ्गले उहाँहरूले अझ के सोच्नु भएको थियो, यहाँ पनि स्कुलका कलेजका नानी बाबुहरू मैले देखिरहेको छु, स्कुल कलेजमा बसेको नानी बाबुहरूलाई त कसैले पनि केही गर्दैन, हामी शान्तिपूर्ण आन्दोलन गर्ने हो, हामीले केही गर्ने होइन, हामी स्कुल कलेजमा जान्छौँ, कलेज ड्रेसमा जान्छौँ भनेर गएका भाइ बहिनीहरूलाई पनि गोली लागेको छ। त्यो जसलाई गोली लाग्यो उहाँ आमा बुवाहरूलाई जुन पीडा परेको छ त्यो मलाई लाग्छ यदि त्यो ठाउँमा तपाईँ हाम्रा छोराछोरी, तपाईँ हाम्रा भाइ बहिनी हुन्थे भने पनि त्यसै गरी ढल्ने थिए। त्यो इतिहासमा त्यो कालो दिन हामीले कहिले पनि बिर्सिने छैनौँ। र त्यसैको कारणले गर्दाखेरि यो 84मा हुनेवाला चुनाव अब हामी 84 पर्खिन सक्दैनौँ। त्यसरी गोली हान्ने सरकार हामीलाई चाहिँदैन, नयाँ म्यान्डेट सहितको ताजा जनादेश बोकेको ताजा सरकार चाहिन्छ भनेर उहाँहरूले माग गरे बमोजिमको चुनाव हुँदैछ। त्यसकारणले यो चुनावलाई हामीले त्यसरी हल्का रूपमा लिनु हुँदैन। यो विशेष प्रकृतिको चुनाव हो, यो एकदमै विशेष चुनाव हो, किनभने नियमित चुनाव भन्दा यसपटक युवा पुस्ताले मागेको चुनाव हो, नियमित चुनाव होइन। युवा पुस्ताले 84मा हुने चुनावलाई होइन हामी 84सम्म पर्खिन सक्दैनौँ, गोली हान्ने सरकार हामीलाई चाहिँदैन, यही पटक हामीलाई नयाँ ताजा जनादेश सहितको सरकार चाहिन्छ भनेर युवा पुस्ताले मागेको चुनाव हो। युवा पुस्ताले त माग्नु भयो, तर उहाँहरूले माग गरे बमोजिमको परिवर्तन गर्ने कसले त, त्यो गर्नलाई मद्दत पुर्याउने कसले त भन्दा तपाईँ हामीले हो, आम मतदाताले हो, आम बुवा आमाले हो, आम युवा पुस्ताले हो। त्यसका लागि चाहिँ चुनावमा हामी पार्टीगत हिसाबमा एक थोपो रगत पनि कसैको नबगाइकन यो देशमा परिवर्तन गर्नुपर्छ भनेर हामी यो देशमा राजनीति गर्न आएका युवाहरू हौँ। तर यो देशमा यस्तो परिस्थिति निर्माण भयो, त्यो 24 गते र 23 गते जुन किसिमको घटना भयो हामीले त्यो दुर्दशा देख्यौँ नि त। त्यसकारणले अब त्यो देखिसकेपछि हामीलाई विश्वास रहेन, त्यो सरकारसँग हामीलाई विश्वास रहेन। अब नयाँ ढङ्गले ताजा जनादेश बोकेको सरकार आउनु पर्यो र त्यसलाई निर्णायक बिन्दुमा पुर्याउने, त्यो परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्याउने। उहाँहरूले चुनाव त मागिदिनु भयो, तर उहाँहरूले मागेको चुनावलाई अब पुर्याउने नेपाली जनताले भोट हालिदिनु भएन भने त्यो परिवर्तन होला त? त्यो परिवर्तन यदि भएन भने सम्झिनुहोस् त, जो भाइ बहिनीहरूले त्यसरी गोली खानु पर्यो, जसका कोख रित्तिए, जसको घरबाट शहीद हुनुभयो, उहाँहरूलाई सम्झिनुहोस् त। एउटा यो देशमा भ्रष्टाचार भयो भनेर सडकमा उभिएको बालकलाई गोली लाग्छ, गोली हानिन्छ भनेदेखि यो देशमा सुशासन कहाँ छ, यो देशमा लोकतन्त्र कहाँ छ, बोल्न पाउने अधिकार कहाँ छ? त्यसकारणले एउटा लोकतान्त्रिक समाजको मेरुदण्ड भनेकै यो समाजमा सबै मानिसले चाहिँ समान रूपमा व्यवहार पाउनुपर्छ, सबैले समन्यायिक रूपमा अनुभूति गर्न पाउनुपर्छ, सबैले समान किसिमको न्याय भोग्न पाउनुपर्छ। भर्खरै यहाँ विष्णु सर हामीसँग हुनुहुन्छ, उहाँको कथा तपाईँलाई थाहा छ कि छैन? उहाँले एउटा केही कुरा लेखेको भरमा उहाँले त्यस्तो केही पनि कुरा लेख्नु भएको थिएन जुन नलेख्नु पर्ने होस्। उहाँ एउटा नागरिकले लेखेको भरमा उहाँलाई चाहिँ नै मुद्दा चलाइयो, उहाँ निकै लामो समयसम्म कारागारमा गएर बस्नु पर्यो। एउटा नागरिकले यो देशका प्रतिनिधिहरूले सही काम गरेनन् भनेर खबरदारी गर्दाखेरि कसले हाम्रा विरोध गर्छन् भनेर खोजी सिसिटिभी क्यामेराहरू खोजी मोबाइलका भिडियोहरू खोजी मानिसहरूलाई दुःख दिएको सरकार होइन र त्यो। त्यसकारणले हिजो जे भयो त्यो मलाई लाग्छ तपाईँहरूले बिर्सिनु भएको छैन। र आज हामी किन उभिरहेका छौँ भन्दा आज तपाईँहरूलाई भविष्यको स्पष्ट विचार लिएर हामी उभिरहेका छौँ। भविष्यमा परिवर्तन गर्नको लागि यो ठाउँमा भोगिरहेका नेपालीहरूले, भोगिरहेका चितवनवासीहरूले
भोगिरहेका विशेष गरी पश्चिम चितवनवासीहरूले भोगिरहेका समस्यालाई सम्बोधन गर्नको लागि हामी यहाँ उभिएका छौँ। यो ठाउँबाट निर्वाचित भएर त धेरै जानुभयो, स्वयं अरूको कुरा त नगरौँ, धेरैले अब आफ्नो बलबुताले भ्याएसम्म गर्नुभयो, तर प्रधानमन्त्री नै पनि यो ठाउँबाट जिताएर पठाउनु भएको हो त। प्रधानमन्त्री नै स्वयं यहाँबाट निर्वाचित गराएर पठाउँदै गर्दाखेरि तपाईँहरूले भोग्नुभएका समस्याहरू किन सम्बोधन भएनन् होला? सबैलाई परीक्षण त गरिसकियो नि, सबै विगतमा भएका दलहरूलाई परीक्षण गरिसकियो। अब एकचोटि यस्ता युवा पुस्ताहरू, यस्ता होनहार युवाहरू 275 जना हुन्छन् त्यो संसदमा। 275 जनामा हामी अघिल्लो संसदमा 21 जना थियौँ। त्यो 21 जनामा हामी जनताको पक्षमा आवाज उठाउँदै थियौँ, अरूबाट अर्को पक्षबाट जनताका पक्षमा आवाज उठाउनेहरूको आवाज दबाइयो। त्यो हिजोको संसद तपाईँहरूले सार्वजनिक रूपमै देख्नु भएको। तर यसपटक अब 21 होइन, हामीलाई बहुमत चाहिन्छ। जनताका मुद्दाहरू हामी उठाउँछौँ पनि, हामी समाधान पनि गर्छौँ। र एउटा कुरा स्पष्ट भन्नुपर्छ, यो ठाउँमा तपाईँहरूले भोग्नु भएको समस्याहरू विशेष गरी पर्यटन, कृषिसँग जोडिएका समस्याहरू छन्। राष्ट्रिय निकुञ्ज भएको कारणले राष्ट्रिय निकुञ्जसँग जोडिएका विषयहरूमा विकास निर्माणमा बाधा पुगेका विषयहरू पनि होलान्। अब यो ठाउँमा यहाँ तपाईँहरूले भोग्नु भएको समस्यालाई समाधान गर्नको लागि पहिला कानुनमा त्यहाँ संशोधन गरिएन, त्यो बाजिएका कानुनहरू मिलाइएन, त्यसलाई संशोधन गरिएन भने जति नै सुकै शक्तिशाली प्रधानमन्त्री भएकाहरूले गर्ने हुन्थ्यो होला नि त पहिला। त्यसकारणले जति नै शक्तिशाली आए पनि कसैले गर्न सक्दैन। त्यसकारणले यो ठाउँमा विकास गर्ने पहिलो आधार भनेको कानुन संशोधन हो, र कानुन संशोधन गर्नको लागि म तयार भएर यो ठाउँको मुद्दा बोक्नको लागि तयार भएर आएको छु। यो तपाईँहरूसँग म आग्रह गर्छु।